हेलो गाइस, फेरि स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज चाहिँ हामी पिल्लर भर्न आँटेका छौँ। यो 3टा पिल्लर भर्छौँ, एउटा डन्डी बान्दैछौँ अनि अर्को यता। मौसम चाहिँ पुरै हैन, पानी पर्ला जस्तो भइरहेछ। मौसम चाहिँ गाइजहरु त्यस्तै छ हैन, एकचोटी उलुलु जाने हो कि क्या। गाइस यस्तै हो, यहाँ चिया पिउँदैछौँ हामी चाहिँ। हाम्रो चाहिँ यस्तै चलिरहेको गाएको फेरिमा गाइजहरु। गाइस लास्टसम्म हेरिदिनु होला। गाइस हामी चाहिँ अघिदेखि काममा लागेका छौँ र हेर्नुस्, यता पानी पर्ला जस्तो भइरहेछ। हामी त्यो खाना एउटा 3टा पिल्लर बानिसक्यो, अब यो पिल्लर भर्न आँटेका छौँ ट्याक्क ल्याएर। यो चाहिँ पानी पर्ला जपछि माथि उता साँगोतिर, उता सुन्दरजलतिर चाहिँ पानी पर्छ, उता काठमाडौँ भक्तपुरतिर नि पानी परिसकिसकेको छ। र अब चाहिँ हामी यता बान्दैछौँ, हेर्नु बान्न आँटेको। हस् त, आजकल भ्लग छोटो हुन्छ किनकि काम धेरै भएको छ, त्यही भएर हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हेलो गाइस, हैन म चाहिँ खाजा नआएको। यहाँ दिदीकोमा हेर, जम्मा तिम्रो 6वटा बिस्कुट रहेछ भने यो दिदीको, यो दिदी हेर्नु त, यो दिदी साउनीकोमा हैन, जम्मा 6वटा बिस्कुट रहेछ। हामी यहाँ हेरेको खाजा नआएको ग्याङहरू छ हेर्ने त, तर 6वटा बिस्कुट। यस्तो बिस्कुट चाहिँ कहिले पनि नखानु होला। यस्तो चाहिँ नगरिदिनु होला। तर यहाँ साउनी चाहिँ एकदमै हैन कन्सियस पारेको रहेछ। अब त्यही साउनी हेरेर भयो। अझै भन्दै क्या भाइ। यसो गाइस, हाम्रो चाहिँ काम सकिसकेको छ। अब घरतिर लाग्न दाइले चाहिँ सामान समेट्दैछ। अनि दाइ याद नि वेलकम टु ब्लगमा। गाइस लास्टसम्म हेर्दिनुमा थ्याङ्क यू सो मच, बाई बाई।